हामीलाई घरबाट पठाइदिनु भएको सामान आज 12 दिनपछि कोठामा आइपुग्यो। अब के पठाइदिनु भएको रहेछ भनेर खोलेर हामी हेर्दैछौँ है त। चियापत्ती कताबाट फुटेको चियापत्ती जहाँले चिया चाहिँ खानुमा लाग्छ। रोटी रोटी अवस्था कस्तो नारी सङ्क्रान्तिमा खाने भनेर मगाएको छ। ढिलो भएर चाड के रहेछ है थाहा भएन। यो हेरौँ न। मासको दाल हाम्रो अनि आयो लट्टे खानालाई आमाले के को चामल दियो? अनदीको चामल बनाउनु भएछ आमाले। लट्टे खाना सङ्क्रान्तिमा लट्टे खाउँ भनेर बिचरा ढिलो आयो त नि खान्छौँ। अब सकियो सकियो फिनिस सकियो है साथीहरू थियो। ल
यति सामानहरू चाहिँ आयो भन्नु पर्यो। अब यो कहाँ फाल्ने, जापानमा फोहोर फाल्ने गाह्रो नि। यति सामान चाहिँ आएछ।